10 किलोको माछा हैन ल फाइनली हामी चाहिँ अब माछा खेल्नलाई चाहिँ गइसक्यौँ हैन यहाँ मेरो दाइ अनि यहाँ चाहिँ सालो भाइ हुनुहुन्छ भनेदेखि मेरो कान्छो भाइ चाहिँ तल पुगिसकेछ ल भाइ फुटुफुटु गर्ला त आज चाहिँ नभए पनि 10 किलोको चाहिँ हात पार्ने भनेर 10 किलोको चाहिँ हात पार्ने भनिरहेको छ केटाहरूले हजुर खोइ फिसिङ रड चाहिँ फिसिङ रड पनि बोकेको छौँ हामीले जाल पनि छ हामीसँग हैन आइटम बम पनि छ अहिले बम पनि हानेर देखाउँछौँ खोलामा हैन सिसिङ हान्ने चलन छैन मेरो सिधै तोप हान्ने चलन छ देखाउ त खै सिधै तोप यो पनि हान्ने हो पड्किँदैन फुस्स गर्ने हो कि भरेमा बुल्यो हो फुस्स मात्रै गऱ्यो भने त बर्बाद भइहाल्छ हैन अब हामी चाहिँ यसरी लाग्दैछौँ हैन आज अर्ली मर्निङमा चाहिँ हामी काठमाडौँबाट चाहिँ हामी खोला आइपुगेछौँ अहिले कति बज्यो भाइ कान्छा अहिले भयो तपाईँको 7 बज्यो 7 बज्यो भने चाहिँ हामी लगभग हो काठमाडौँबाट 1.5 घन्टामा आइपुग्यौँ भाइ हजुर 1.5 घन्टा काठमाडौँबाट 1.5 घन्टामा चाहिँ हामी अहिले नुवाकोटको कुन ठाउँ अरे भाइ नुवाकोटको नुवाकोटको ठ्याक्कै ठाउँको नाम चाहिँ बिर्स्यो होइन ठ्याक्कै हामी चाहिँ आउन चाहिँ नुवाकोट नै आएको हो तर आउने बेलामा बाटोहरूमा चाहिँ यति राम्रो राम्रो प्लेसहरू रहेछ कि मैले मेरो करियर मेरो नुवाकोटमा कतिचोटि म ओहोरदोहोर गरेँ त्यतिखेर आउँदाखेरि मैले देखेको कुराहरूमा चाहिँ नुवाकोट यति सुन्दर र राम्रो व्यापक छ भन्ने कुरा चाहिँ मैले सोचेको थिइनँ क्या होइन भाइ एकदम दामी सही लाग्यो होइन हजुर अनि पनि तपाईहरु पनि अब यसो फिसिङहरुमा इन्ट्रेस्टिङ लाग्छ भने तपाईहरु पनि यस्तो ठाउँमा आउन सक्नुहुन्छ एकदमै राम्रो छ अब यो खोलाहरू हो होइन अहिले चाहिँ हल्का मर्निङ भएर होला होइन खासै धेरै राम्रो भ्यू पनि आएको छैन भने चाहिँ अब खोलाहरू पनि हल्का बादलहरूले छेकेको छ होइन त्यति धेरै अब देखिँदैन खोलाहरू चाहिँ यही हो होइन आज फिसिङ हान्ने यही हो महाकसम असला माछाको धोबी हान्छ कोही झोला पुगिसकेको छैन शीत रहेछ नि त होइन भाइ पिलो रहेछ आमा के साह्रो लुगै भिज्यो त हो अनि मेरो त शीतले लुगा चाहिँ यस्तो हालत बनाइदियो माछा त होला हो सन्जीव भाइ खुल्ला हो फेरि यो माछा हुनुपर्ने हो होइन कसको खुल्ला आएको यो खुन होइन हो यो कलर आएको माछा त छ होला नि होइन भाइ भेना 10 केजीको छ है एउटा 10 केजीको छ भने केटाहरू होइन यो मज्जा मज्जा होइन तलैदेखि हानौँ न यो मजुवा चाहिँ चाल्न भनेको के ठ्याक्कै टाइम भएको यो भित्ताबाट जाउँ न हो ऊ माथि बाटो थियो क्या अनि यो भित्ताबाट बाटो होला नि त अनि यो खेत के साह्रो डराएको खै छोड त म जान्छु हिँड कान्छा भयो शङ्कर त हेर्नु है हाम्रो मेहनत केटा माछा खान त्यति सजिलो छैन होइन त्यो पनि लोकल प्योर लोकल माछा खान त्यति सजिलो छैन साथी हो होइन एकदम मेहनत लामा पानी पो रहेछ त खेतमा त यार हजुर होइन बाटै अनि कहाँबाट जाने त अनि उता जानु पर्थ्यो हामी अरू चाहिँ होइन कि सञ्जीव ओए पारिपट्टि गएको भए चाहिँ हुने रहेछ क्या पारिपट्टिबाट गएको बाटो रहेछ नि त त्यसै गरौँ अब के तर्ने त खोला भेना तर्न सकिन्छ लुगा भिजिहाल्छ नि ढुङ्गा चढ्ने कहाँ सकिन्छ हो त्यहाँ त्यही त भेना कि अब कि त यहाँ माथि बाटोबाट तलै जानु पर्यो कि हाम्रो गन्तव्य त नि स्टार्ट हुनुभन्दा अगाडि सक्यो त सक्यो यताबाट आऊ त ल केटा हो मलाई फलो गरेर त केटा हो यता हो यता केटाहरू कुदिरहेको होइन
यहाँबाट ओइ मासला उक्लिने प्रेस मेरो जारी छ। जुकाहरू पनि पाउँछ होला है केटा हो यहाँ त। ए मैले मभन्दा छिटो आएछ यहाँ। अब केटा हो माछा खान हिँडेको झोलमा डुबेर मोरी भने जस्तो भयो त यार। माछा खान हिँडेको झोलमा डुबेर मोरी भने जस्तो भयो यहाँ चाहिँ होइन। हामी फर्केर आयौँ यहाँ सकेन हुँदो जानलाई। केटाहरूले भन्यो उल्टो खेल्नु हुँदैन तलबाट खेल्दै आउनुपर्छ माथि भन्यो। त्यही भएर हामी तलबाट चाहिँ हामी माथितिर जाँदैछौँ अहिले। मुटुको ढुकढुकी बढो मेरो है। फ्याल ओ आयो आयो 1 केजीको आयो कलेक्सन हुँदैछ हाम्रो यहाँ जल्लारी भयो भने त पुगिहाल्यो। झोल पानी खाइन्छ नि होइन भाइ? झोल पानी खाने सुन्दै भयो भने के खाल भात रुच्छ। दस किलोको त छैन होला भाइ। यता हान्न यता किलाहरू ठाडो परेको हुन्छ है अलि याद गर है। किलाहरू आयो बुझ्न हो यत्रो बुझ्न यार। बुझ्न माछा पुतुना होइन क्या बुझ्न। यो चाहिँ पाहाडतिर मात्रै पाउँछ क्या मेलाम्चीहरूमा होइन। सिन्धुपाल्चोक त्यस्तो ठाउँमा मात्रै पाउँछ। झोलामा लगभग देखेको थियो हेर त पहिला देखेको थियौ नि होइन? देखेको थिएन होला। कसले घर बनाएर गएछ त नि यहाँ त हो। झिक्चस के हो खासै पत्याइनँ मैले तर झिक्चस भन्ने आशा चाहिँ गरेको छु। ओ यस्तो स्यालस्यालेमा पनि हुन्छ है केटा। आएन स्यालस्यालेमा हान्न। छ वै छ वै दुईटा रहेछ वै। यता लिएर आइज न यता। दुईटा छ वै यता लिएर आइज न। अरू पनि छ भाग्छ है ओहो यस्तो पर्यो भने त पुगिहाल्छ नि हामीलाई। यहाँ ढुङ्गामाथि राख ढुङ्गामाथि। असला बुझ्दा पोत्लेको चेप्टिन जल चेप्टेर टेन्सन बनाएर दुईटा रहेछ होइन? ब्याट्री पनि सकिन आयो यार।
जल्सिया त्यो नि यसैले यहाँ सानो सानो किरा हुन्छ कि यो चाहिँ भेटिएन होइन सायद यसमा भेटिन्छ कि गोरुको सिङ जस्तो भएको किरा हुन्छ कि खै मैले चाहिँ भेटिनँ तर यस्तो कराउँदाखेरि निस्किन्छ यो किरा चाहिँ मलाई थाहा छ है यहाँनिर चाहिँ हुई 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 गरेर कराउँदाखेरि फुटुक 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 उफ्रिँदै बाहिर निस्किन्छ यिनीहरू मसिनो भएर होला नदेखेको कि ठुल्ठुलो भयो त देखिन्थ्यो दुईवटा मार नि एउटा त ठुलो छ यार एउटा चाहिँ ठुलो छ एउटा असाला हो राम 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 पानी हेर्न सक्नुहुन्छ ओ गहिरो छ हाम्रो लोकल माछा यता पकिन्छ त्यस्तै हुन्छ बढी भयो पछाडि बढी भएपछि होइन खै म लेभल मिलाउँछु ल यता राखिदिन्छ है हल्का यो चाहिँ हाम्रो प्योर असला असलाहरू भन नाम यसको नाम असला होइन हो सेतोको नाम चाहिँ यसको नाम असला यसको चाहिँ बुदुना यसको नाम बुदुना यसको नाम पुदुना त्यो सेतो अर्को टल्किने कत्ले यो चाहिँ कत्ले यो चाहिँ यसको नाम के पो यसको पनि बुदुनै हो बुदुना बुदुना हाम्रोतिर चाहिँ यो तपाईँको हिले जस्तै देखिन्छ यो त्यही त बुदुना छ यो टन्नै छ अब झ्याप्प तेल मसला हालेर झ्याप्प ल्याम्म गरेर खानुपर्छ है गाई चाहिँ यहाँ चाहिँ हाम्रो आगो बल्दैछ है हेन आगो बलो भात बसाल भात बसाल न यसमा बसाल्नु म यहाँ भिडियो बनाउँछु कि खाना यसमा यहाँ चाहिँ हाम्रो होइन खानाको लागि चाहिँ चुल्हा पनि रेडी भइरहेछ होइन आज हाम्रो हन्टिङ चाहिँ फिसिङ हन्टिङ हो होइन हामी चाहिँ अब आज माछा पकाएर खाने प्लान गरिरहेको मेरो कान्छा सालो भाइ हो यो चाहिँ होइन चामल हाल्नु यो चाहिँ मेरो ठुल्दाई भने सान्दाई भने एउटा मात्रै दाइ छ होइन अनि त्यहाँ अर्को बल्छी हान्दैछ है केटाहरूले यो चाहिँ मेरो भाइ हो कान्छो अनि यो मेरो सेतो सर्ट लाउने चाहिँ मेरो सालो भाइ होइन हामी चाहिँ आज फिसिङ हन्टिङ गर्ने भनेर हिजो आजको राति नै हामी चाहिँ के अरे खोलातिर हिँडिसकेको थियौँ खोला चाहिँ कहाँ भने नुवाकोटतिर हो होइन यो चाहिँ अनि हामीले माछा मार्न पनि सफल भएको छौँ भनेदेखि चाहिँ असला बुदुना कत्ले सानो सानो गरेर चाहिँ लगभग हामीले 1 केजी जस्तो माछा थालमा यी मारेको छौँ अहिले खानालाई होइन अनि अब भरे बेलुका पनि हाम्रो चाहिँ हन्टिङ हानेर जाने प्लान छ होइन केटाहरूले बेलुका पनि हानेर जाउँ भन्ने प्लान गरेको छ होइन अनि यहाँ चाहिँ अब त्यही हो खाना बनाउनको लागि हामीले खाना पकाउनको लागि भनेर चुल्हा आगो पनि बालेको छौँ होइन अनि म चाहिँ अहिले भर्खर शुद्ध गरेर उठेको केटाहरू माछा मार्न गएको थियो होइन मलाई चाहिँ त्यो खासै धेरै माछा मार्न आउँदैन अनि त्यही भएर यहीँ बसिरहेको थिएँ यहाँ हाम्रो चामल यो चाहिँ के अर्ग्यानिक होइन अर्ग्यानिक चामलको पनि यहाँ भात पाक्न आँटिरहेको छ मिनरल वाटर पनि छ हामीसँग चामल धुनलाई होइन खोलाको पानी हल्का सफा नभएको हुनाले चाहिँ हामीले मिनरल वाटर चाहिँ युज गरिरहेको छौँ होइन भने 10 किलोको माछा परे यसले काट्छु भनेको 10 किलोको चाहिँ होइन पाउको चाहिँ झन्डै बारे चाहिँ केटाहरूले होइन लाउनु पर्ने अवस्था है एकचोटि धुँदा हुन्छ होला है पानी सकिन्छ त नि एकचोटि धुने यति चामलले पुग्छ होला नि हो मर्छ त यसमा एक्लै खाइसक्छ अलिकति हाल त भाइ बरु भरे अलिक लगाए भात त डरै खानुपर्छ है म त भोक लागिरहेको छ है जेसुकै होस् बरु भरे चाहिँ पुगे पुग्छ नपुगे पुग्दैन हाल त अघि एक अन्चुली हेर त थोरै है ठिक्क अलिकति बेसी ल हालिदेऊ काँचै भए पनि दार छ तर 4 जनालाई पुग्छ होला हौ यति भातले पुगेन भने फेरि पकाउने नि लिन्छ नि त दाइ पानी कम्ती हो केटा यो हाल त यो जति छ यहाँ हाल त
भयो कान्छ यो खोला त बालुवा चाहिँ जोगाउनु पर्छ है भन्न आमाले भाँडा चाहिँ हाल्दैछ र म चाहिँ एउटालाई दिउरे लिएर आइछ भने चाहिँ ल्याएन दिउरो भने दिउरे भने चाहिँ चिया पकाउने टाइपको हुन्छ नि त्यस्तोलाई दिउरे भन्छ क्या हाल्दै फुल हाल्दै अझै पुग्दैन होला होइन पानी त हाल्नु कि पुग्छ होला हौ हेरौँ अम्मल काटेर हेरौँ अम्मल काट त नेपाली इन्जिनियरहरू अलिकति पुग्दैन अलि पुग्दैन अरे कान्छ ल त कमी छैन पानीको त खासै कमी छैन भन्ने फेरि ल्याउनु जानु पर्यो कहाँ पाउँदो रहेछ भाइ ऊ त गाडी भएको ठाउँमा होला होइन भयो ऊ त माछा हेर है टेक्लास माछै टेक्यो भने त खाएको खायो भने त भरे होइन ल हाम्रो फाइनली अब होइन भात पनि हाम्रो पाक्यो अब यहाँ बस्यो होइन कस्तो धुवा आएको हो आमामा अर्ग्यानिक दाउरामा धुवामा आएर अर्ग्यानिक भात बादल आउँछ भाइले खोलामा बाहिर यो त अनि उयो झरो त भाइ छोप्नुपर्छ त्यो छोप्नुपर्छ ल्याउ त छोप्ने हजुर छोप्ने ल्याउ त थाहा यस्तो छोप्ने सबै कुरा कान्छ तिमीले त फर्स्ट टाइम यसरी बाहिर पकाएर खाएको होला होइन खाना खा पिकनिकमा स्कुल पढ्दा स्कुल पढ्दा स्कुल पढ्दादेखि ठुलो भएपछि यहाँ आउँछ भाइ उता कुरोहरू नहाल्नै आउँछ लोकल असला होइन मार्ने भाइ चाहिँ हाम्रो कान्छ होइन यता हेर भाइले मारेको है अर्को पनि निक्लिरहेको छ यहाँ कतिवटा अरे भाइ चारवटा मात्रै परिछ है रातभरिमा असला कुन माछा अरे यो असला माछा होइन हाम्रो नानुको नाम चाहिँ के अरे नामै बिर्सेँ मैले भनिदेऊ न लजाउनु हुँदैन सजिना होइन सजिना तामाङ होइन कुन तामाङ रे मुक्तन खै यहाँ कचेरा परेछ अन्त निकाल अनि मुख धुएको छैन उठेर ऊ हाम्रो भाइ पनि तामाङ हो नि त मुक्तन रे ल अब फाइनली हाम्रो चाहिँ माछा हाल्ने टाइम भइसक्यो होइन माछा पकाउने मेरो ठुलो दाजु कुक होइन ल माछा असला बुझ्नु न एक डेक्ची नै भदौँ चल फाइनली ग्रेभी हालिदिने हो ल अब माछा हाल्ने कार्यक्रम पनि भयो यो चाहिँ नुवाकोट भन्ने ठाउँमा चाहिँ हो तर नुवाकोटको ठ्याक्कै कुन ठाउँ हो मलाई चाहिँ थाहा भएन हौ केटा हो धेरै नचाला न ढुक्क गयो सञ्जीव अघि कहाँ गल्छी हुनु हो गल्छी खारे कि के अरे खारे कि खरे के हो ल त्यही हो ल कुकमेन यता दाइ यता हाम्रो अब राति पनि खेल्ने भनेर हाम्रो औजार रेडी हुँदैछ यो चाहिँ मेरो कान्छो भाइ है मेरो सालो भाइ पनि छ कता हो हरा यता पौडी खेलिरहेको छ यो खोलामा होइन म पनि भर्खर यही पौडी खेलेर चाहिँ आएको होइन अब फेरि जान्छु खेल्नलाई यो भिडियो ट्याक्क सब्जी हाल्ने बेलामा बनाउनु पऱ्यो भनेर कुद्दै आएको क्या अनि अब भिडियो बनाएँ अब ट्याक्क लाएर चाहिँ म फेरि खेल्न जाँदैछु पौडी है यो हाम्रो जाल अनि ल्याएछ यस्तो जिप त अनि अहिले तर जाल चाहिँ राम्रो टल्यो केटा माछा उम्किनु नपाओस् है जे भयो भने माछा नउम्कियोस् है यति कुरो मैले भन्न चाहेँ यहाँ नमक हालिँदैछ अब नमक पछि झोल हाल्ने हो झोलसँग खाने हो यसको चाहिँ होइन माछासँग मतलब छैन त्यसको माछाबाट निस्केको झोल चाहिँ खानुपर्ने हो खासमा मिनरल वाटर अब मिनरल वाटर नै लाउने हो ल अर्ग्यानिक खाना अब हाम्रो चाहिँ खाना पस्किने कार्यक्रम सुरु भयो ए यो धुवाले कस्तो आँखा पोलेको क्या मेरो
ल अब एक एक डाडु ट्याक्क पस्किने हो होइन डाडुले त अनि भोलि हातले डाडु सानो हो यता आइज बरु हातले लगा न सञ्जीव यता आइज त डाडु सानो हो हुन्छ एकछिन त टाइम लाग्छ बालौटावाला हात चाहिँ नल्याए है फेरि यहाँ बालौटावाला हातले चाहिँ हुन्न ऊ त्यो बालौटा भित्रबाट आयो बाहिरबाट आयो बाहिरको अर्ग्यानिक बालौटा पनि बालौटा त खानु मिल्दैन नि त केटा हो ल अहिले चाहिँ ऊ हातले लगाएर ठिक भयो कान्छा केही भन्नु छ रमाइलो भइरहेछ एकदमै रमाइलो त हुनु परिहाल्यो नि त पिकनिक आएको नि त हो होइन खाना त पुग्छ यो मलाई यति नउठाउ न बादमा जान्छ किन कम्ती खाने भाइ खाउन दबाएर यार भरे कतिखेर खाइन्छ अहिले थपौँला भर्नु अन्त कान्छालाई थोरै थप्नलाई राखिदिए ल हामीलाई एकैचोटि यहाँ हाम्रो माछा पनि पाकिरहेछ होइन यहाँ चाहिँ म यस्तो हालत छ कहाँ राखेको कान्छा पोको पार्नु ल अब के गरिहाल हाल्न हाल्न यहाँ बिचमा हाल्दै असला कत्ले हेर्नु परेन छोडे असला त्यसले फेरि आइरहेको छ भिडियो सबै आइरहेको क्लियर पसला पसला म चाहिँ यस्तो वालेट पकाइ फर्स्ट टाइम खाइरहेको छु है फर्स्ट एक्सपिरियन्स होइन बस ल ठिक होइन मलाई त सुपै दामी लाग्ने हो क्या लोकलको चाहिँ त्यही माथि बुदुनाको टेस्ट चाहिँ होइन खोइ त भाइलाई त एउटा मात्रै हालिदिस् त नि एउटै त पुग्छ होला हौ एउटा चाखौँ अनि त्यो पछाडि त रसै मात्रै जान्छ सिकाइदिनु सक्छ ठुलो होइन सिकारी को चाहिँ हो खासमा सिकारी आजको त सञ्जीव नै हो अब तैँले हान्ने होइन अब एकछिनबाट म त हान्दा तँ त साह्रै च्याताउँछ से अलिक बिस्तारै हाने मेरो अस्ति हात फ्र्याक्चर भएको छ कि ठिक छ बुझ्नु लाग्यो ठिक छ अर्ग्यानिक हो ठिक छ त भन्नु परिहाल्यो नफ्याँक न गाउँ न सानो सानो हड्डी हुन्छ कि अड्किँदैन यसले त मलाई त हुन्छ सुप हाल्दै कान्छालाई झोल हाल्थ्यो त भाइलाई थ्याङ्क यू झोल गयो भयो झोल पनि पुग्छ यसको त स्मेल नै कस्तो मिठो क्या तँलाई हाल न तँलाई कान्छा खाऊ न लगेर खाँदा हुन्छ उठाऊ खाँदै गर भाइ झोल हाल्छ यहाँ भात कहाँ गएको उता यता बस नि त यहाँ बालौटामा नबस्छ क्या चाकभरि लाग्छ यहाँ बस न त्यही राखेर खान हौ कहाँ कुदिरहेको पप्पै खाएर कस्तो भयो भन्नु नि एकचोटि दामी 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 भयो अरे है कान्छा सुप नलिने टेस्टी टेस्टी दाम मिठो लाग्दैन क्या होइन यो खाएको छैन क्या त्यसले यो के अरे कहिले काहीँ त्यो लोकलहरू धेरै खाँदैन नि त यिनीहरूले अनि त्यही भएर थाहा छैन आज सञ्जीवले भनेको ठिकै हो नि है हामी चाहिँ के अहिले भनेको एकदम ठिक हो के माछाको लोसँगै खानु हाँ? होइन नुन कम्ती भयो अरे त फेरि यार कहाँ छ नुन
नुन कस्तो छ नुन कहाँ छ यो खोर्सानी खोइ त खोर्सानी नै रहेछ नुन चाहिँ ल्याएको सन्जित कहाँ त्यतै छ अरे केमा दिनु ल हातमा लगेर बस्छु यसो भाइलाई नुन खाऊ न किन के भयो खाऊ न यार त्यतिकै पानी ल्याउनु किन नखाएको मन परेन अरे माछा त हालिदिउँ न मलाई बढी हुन्छ लु त्यहाँ हालिदिए यहाँनिर विचार गरेँ यहाँ मलाई देखा त पनि भन्दा कस्तो भएछ माछैबाट ल ल माछैबाट है सही छ नि होइन लोकल हो नि त व्यायाम पनि है अरे यार मजा लागिरहेछ नि होइन कति वर्ष अरे कति वर्ष मैले 10 वर्षमा खाएँ धेरै वर्ष होला 15 वर्षमा खाएँ यसरी चाहिँ सञ्जीव र मैले त अस्ति पनि खाएको नि होइन दुईजना मात्रै खाइदिएको नि गम 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 हामी त त्यस्तो मान्छे हो नि त खाना खा त पनि राख्दै अब अनि भिडियोमा मेरो बनाउनु परेन ल कट्टु चाहिँ नदेखायो भने कट्टु आउँछ कट्टु आइसक्यो मुला छैन बस् न असलमा माछा खोलाको जाल माछाको काल पानी रहेछ त नि ल अब मैले पनि खान थालेँ होइन भाइलाई मन परेन है त्यति माछा दामी यार मजा आयो थोरै यो भात हाल्नु हातैले हाल्दै ल सुप पनि हो तिमीलाई त मन परेन माछा है नुन र खोर्सानी हालिदिउँ न नुन चाहिँ अलिक कमै भएछ नि एउटा ल म चाहिँ गम माछा खान थालेँ त्यो अर्ग्यानिक बुदुना माछा होइन हाम्रो यो नुवाकोटको खोलाको हो ट्याक्कै ठाउँको नाम चाहिँ थाहा भएन मलाई होइन केटाहरूले नि खाइरहेको छ भाइ चाहिँ उभिएर होइन भाइलाई चाहिँ अलिक माछा मन परेन जस्तो छ नि खान्छ होइन माछा बुझ्दै छ खाँदैछ केटाहरू म पनि होइन बुदुना माछा खाइदिएको है र अन्डा पनि रहेछ यसको त हेर्न अन्डा पनि रहेछ हौ भाइ माछा एक्लै खाइसक्छु भन्दै थिइस् त अघि त नि भात भएर मात्रै हो न त मैले एक्लै खाएँ नगर हौ यस्तो मुमेन्टहरू भनेको नि कहिलेकाहीँ मात्रै आउने हो क्या भाइ हो कि भन्दा लाइफमा एकदमै कम मिल्ने मुमेन्टहरू हो होइन लाइफलाई चाहिँ इन्जोय गर्नुपर्छ जेसुकै होस् होइन गोर्खा जाने हो काली खाने हामी नगर हौ म त जान्छु तँ जा म त जान्न हो ए लुच्चे मारेको जङ्गलमा भन्छ होइन अनि जाउँ न मार्न भन्यो भने बाघ आउँछ भन्छ जाउँ कि के गर्नु हुन्छ क्या तनाव अहिले माथि गोर्खा दरबार घुम्ने हो बाबुरामको घर जाने हो यहाँबाट नजिकै छ त गोर्खा दरबार अनि कति टाढा छ नजिकै पुग्छ पानी धमिलो भयो माथि जेसिबी चलायो होला जेसिबी चलायो नि माछा खाइहाल्यो अब फेरि मार्ने हो माछाको टाउको
वाप भएन यो माछा कतिले भन्नुपर्छ हामीले बनाएर खाएको मिठो छैन हो त्यति पनि टेस्ट के गर्ने मलाई त मिठै लागिरहेको छ हौ गाउँको जस्तै लागिरहेको त मिठो छ तर हामीले त्यति अरू माछा त्यहाँ त दामी हो सञ्जीव र मैले बनाएर खाएको त एकदम दामी थियो यार अरू माछा भन्नु त असला माछा अलिक मिठो है यो असला चाहिँ अलिक मिठो हो मैले पनि खाएको हामी दुईजनाले बनाएर यसो भयो कि मैले ठ्याक्रेको अर्को एउटा सानो डोएको तितो न तितो भयो असला लाउँछ तितो तितो भयो त्यो भएर खानै सक्दिनँ खानु लाउन ल आठा लाउन ल तितो त लोले गरेको क्या अर्ग्यानिक भनेको अर्ग्यानिक हुने हो यार म त्यो बजारमा किनेको माछाहरू त्यो त्यति धेरै खान्न क्या यो माछा चाहिँ आफ्नो खोलाको होइन आफ्नो खोला अरे खोलाको माछा चाहिँ सही लाग्छ कि म खान्छु तर ताजा चाहिन्छ बारे 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 ताजा चाहिन्छ किनकि त्यो उद्दै गरेको मरेको चाहिँ चाहिँदैन मरेको होइन मारेको हुन्छ कि ल अब यति नै हो भिडियो चाहिँ होइन अब फेरि बनाउँदैछौँ हामी अब फिसिङ गर्न जान आँटिरहेको होइन म खाइसकेर टक्क फिसिङको भिडियोहरू पनि लिएर आउँछु है त